हेलो साथीहरू, आज चाहिँ म यहाँ घरमा पिज्जा बनाउन गइरहेको छु र पिज्जाको लागि चाहिँ मैले 1 किलो मैदा लिएको छु। यसलाई मैले चाहिँ यो इस्ट राखेर, यो चाहिँ इस्ट दुध राखेर यसलाई चाहिँ म पानी राखेर डो बनाउँछु, पिठो मुस्छु। अनि त्यसको लागि पिज्जाको लागि सस चाहिँ मैले यो भाटबटिनीबाट चाहिँ यो टोमेटो सस लिएको छु, यो पिज्जा सस। अनि अब चिजको लागि चाहिँ मैले मजरेला चिज, यो अमुलको चाहिँ मजरेला चिज राम्रो हुन्छ, त्यसको लागि मैले मजरेला चिज यो चिज चाहिँ मैले यहाँ ग्रेट गरेर यसरी राखेको छु। यो चिज यसरी उयो गरेको छु। अनि क्याप्सिकम मैले यो क्याप्सिकमलाई अहिले फ्राई गर्छु। टोमेटो स्लाइस छ, ग्रिन चिल्ली छ। मैले यो मसरुम लिएर आएर यो मसरुमलाई पनि यसरी स्लाइस गरेको छु। अब यसलाई मैले फ्राई गर्छु। त्यस पछाडि यो चिकन पेपरोनी चाहिँ मैले यो चिकन स्टोरबाट लिएर आएको छु। अनि यो मैले चिकन बेस्ट लिएको छु, यो बेस्टलाई पनि फ्राई गर्छु। अब मैले पिज्जाको लागि चाहिँ सब सामग्री रेडी गरिसकेँ। अब यो डो पनि अहिले पिठो गरेको थिएन, यो डो रेडी भइसकेको छ। हाम्रो डो पनि एकदम राम्रोसँग फुलेको छ। पिज्जाको पिठो यो ससहरू सब रेडी गरिसकेको छ मैले। अब म यो ट्रेमा टक्क यो पिज्जा बनाएर तपाईँलाई फेरि देखाउँछु है त। पिज्जा चाहिँ म यहाँ बनाउँदैछु यसरी। अब यो मैले पिज्जा चाहिँ रेडी गरेँ। अब म यो ओभनमा हाल्छु यहाँ। म चाहिँ अब यो पिज्जालाई ओभनमा हालेर तपाईँहरूलाई यहाँ पिज्जा बनाएर देखाउँछु है त। ल, हाम्रो चाहिँ पिज्जा रेडी भइसकेको छ है। ल, पिज्जा पाकिसकेको छ। अब मैले पिज्जा काटेर हामी चाहिँ खान्छौँ। ल, पिज्जा चाहिँ मजाले अब खानु पऱ्यो।